मदन पुरस्कार 2080 मदन पुरस्कार 2080 कुन कृतिलाई प्रदान गरियो? मदन पुरस्कार 2080 भनेको मुकाम रन मैदानलाई प्रदान गरियो। अब मुकाम रन मैदानका लेखकको नाम के हो भन्दा यो मोहन मैनाली हो। अब यसैमा विशेष जानकारी लिँदाखेरि के बुझ्नु पर्यो भने यो मदन पुरस्कार भनेको विक्रम सम्वत 2012 सालदेखि 2012 सालमा स्थापना भएको हो। यो प्रदान भनेको कहिलेबाट गर्न थाल्यो भने 2013 सालबाट यो प्रदान गर्न थाल्यो। यो मदन पुरस्कार 2080 है। अब हेर्नुहोस् यसैमा के बुझ्नु पर्यो भने 2079 को लागि 2079 को लागि कुन कृतिलाई प्रदान गरियो? 2079 को लागि भनेको यो विवेक ओझाको एठन कृतिलाई प्रदान गरियो। एठन कृतिलाई प्रदान गरियो। यति कुरा हामीले यसो सम्झिनुपर्छ। अब जगदम्बा पुरस्कार 2080 जगदम्बा पुरस्कार 2080 भनेको प्रा डाक्टर योगेन्द्र प्रसाद यादवलाई प्रदान गरियो। डाक्टर योगेन्द्र प्रसादलाई प्रदान गरियो। यसको स्थापना भनेको कहिले? यसको स्थापना भनेको 2045 सालमा स्थापना भएको र 45 सालबाट यो प्रदान गर्न थाल्यो। त्यसो भए 2079 को लागि कसलाई प्रदान गरियो? 2079 को लागि भनेको टेकवीर मुखियालाई। कसलाई प्रदान गरियो? टेकवीर मुखियालाई प्रदान गरियो। अब हेर्नुहोस् यो जुन मदन पुरस्कार रहेको छ यो मदन पुरस्कारको राशि हालको राशि कति रहेको छ? हालको राशि भनेको 4 लाख रुपियाँ रहेको छ। 4 लाख। अब जगदम्बा पुरस्कार 2080 मा जुन प्रदान गरियो योगेन्द्र प्रसाद यादवलाई यसको राशि पनि कति रहेको छ? यसको राशि भन्दाखेरि कति रहेको छ? यसको पनि 4 लाख रुपियाँ रहेको छ। 4 लाख रुपियाँ रहेको